नेपालको काखमा एउटा यस्तो गहिरो दिव्य रहस्य लुकेको छ नि जसले हामीलाई शताब्दीयौंदेखि नै अचम्ममा पारेको छ। र यो कथा हो दुई शक्तिशाली देवताहरू र उनीहरूलाई जोड्ने एउटा अनौठो पवित्र तालको। कहिले कसैले सोचेको थियो होला कि नेपालमा एउटा यस्तो अचम्मको ताल छ जुन आफैमा संहारक भनेर चिनिने भगवान शिवले बनाउनु भएको हो। हाम्रो आजको रहस्यमय यात्रा यहीँबाट सुरु हुन्छ। ल कथाको पहिलो अध्याय सुरु गरौँ भगवान शिवबाट, जो सृष्टिका एक प्रमुख देवता हुनुहुन्छ। अब हिन्दू धर्ममा त्रिमूर्तिको कुरा त हामी सबैलाई थाहा नै छ हैन? ब्रह्मा, विष्णु, महेश्वर। शिवजी, जसलाई संहारक पनि भनिन्छ, यही त्रिमूर्तिका एक महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ। जहाँ ब्रह्माले सृष्टि गर्नुहुन्छ र विष्णुले त्यसको रक्षा, त्यही शिवको भूमिकाले चाहिँ सृष्टि र विनाशको त्यो पुरै चक्रलाई एउटा सन्तुलनमा राख्छ। तर पर्खनुहोस्, कथा यतिमै सकिँदैन, किनभने यहाँ कहानीमा अर्को मोड आउँछ र त्यो मोडसँगै जोडिनुहुन्छ अर्का शक्तिशाली देवता भगवान विष्णु। अब भगवान विष्णुको भूमिकाको कुरा गरौँ। उहाँलाई त ब्रह्माण्डको संरक्षक वा पालनकर्ता भनेर चिनिन्छ। मान्यता के छ भने जब जब धरतीमा अधर्म बढ्छ, उहाँ धर्मको रक्षा गर्न र सन्तुलन मिलाउन विभिन्न अवतार लिएर प्रकट हुनुहुन्छ। ल अब हेर्नुहोस् है, कुरा कति रोचक छ। एकातिर हुनुहुन्छ संहारक शिव, जो सृष्टि र विनाशको चक्र चलाउनुहुन्छ, अनि अर्कोतिर हुनुहुन्छ संरक्षक विष्णु, जो व्यवस्था र धर्मको रक्षा गर्नुहुन्छ। दुईजनाको भूमिका कति फरक होइन त? बिल्कुलै विपरीत हो। अब हाम्रो मुख्य प्रश्न यहीँनेर आउँछ, आखिर संरक्षक विष्णुको सम्बन्ध संहारक शिवले बनाएको तालसँग कसरी जोडिन पुग्यो त? यो नै त हो त्यो गहिरो रहस्य जसले हामीलाई सोच्न बाध्य बनाउँछ। अब यी दुई विपरीत शक्तिहरूलाई जोड्ने एउटा मात्रै कडी छ, त्यो हो त्यही पवित्र ताल। ल अब हामी यही रहस्यको केन्द्रमा प्रवेश गरौँ है त। त्यहाँ एउटा भनाइ एकदमै प्रचलित छ, यो ताल पानीको स्रोत मात्रै होइन, यो आफैमा एउटा पवित्र रहस्य हो। सोच्नुस् त, यो एउटै वाक्यले त्यो ताललाई सामान्य जियोग्राफीबाट उठाएर कस्तो गहिरो आध्यात्मिक तहमा पुर्याइदिन्छ। त्यसो भए यो तालको पूरा रहस्यलाई हेर्दा तीनवटा कुरा प्रष्ट हुन्छ। 1. यो भगवान शिवले बनाउनु भएको दिव्य ठाउँ हो। 2. यो भगवान विष्णुको लागि पनि उत्तिकै महत्त्वपूर्ण आध्यात्मिक केन्द्र हो। र सबैभन्दा ठूलो कुरा 3. यो एउटा यस्तो अनौठो सङ्गम हो जहाँ विनाश र संरक्षण, यी दुई बिल्कुलै फरक ब्रह्माण्डीय शक्तिहरू एकै ठाउँमा आएर भेटिन्छन्। आखिरमा एउटा प्रश्न बाँकी रहन्छ, केही रहस्यहरू किन सधैँ रहस्य नै रहिरहन्छन्? सायद कहिलेकाहीँ जवाब खोज्नुभन्दा पनि त्यो रहस्यले हाम्रो मनमा जगाउने विश्वास र जिज्ञासामा नै वास्तविक सुन्दरता लुकेको हुन्छ कि?